राजतन्त्रले के दियो अनि गणतन्त्रले के दियो भन्ने धेरैको प्रश्न सुन्छु। यसको मतलब फेरि आज मलाई धेरैले राजावादी भन्नेवाला छन्, किनभने राजतन्त्रले यस्तो चिज दिएको थियो, गणतन्त्रले यस्तो चिज बनायो। तपाईँ हामी प्राय दोलखा जाँदा यो खरीढुङ्गा भएर यो बाटो जान्छौँ र ओरिएन्ट म्याग्नेसाइट उद्योग हो, यो भग्नावशेष हो, यो जीर्ण छ। यो भनेको 35 सालमा स्थापना भएको थियो र 55 सालमा यो बन्द भयो। त्यसपछि 58मा गएर यसको पीडामाथि पीडा थप्ने काम माओवादीले गर्यो, अर्थात् सशस्त्र जनयुद्ध ताका यसमा विस्फोट गराइयो, पड्काइयो र आज यो बन्द अवस्थामा छ। यो सुन्दा पनि एकदम बहुत दुःख लाग्छ। दोलखा सिन्धुपाल्चोक जिल्लामा फैलिएको यो दक्षिण एसियाकै सबैभन्दा ठुलो कारखाना हो यो, यस किसिमको। र मैले केही बुदाहरू पनि यहाँ राखेको छु, म तपाईँहरूलाई जानकारी गराउँ। यो उद्योग विकासमा एउटा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको यो पछिल्लो 27 वर्षदेखि यो भग्नावशेष अवस्थामा तपाईँले यहाँ यति बेला देख्नुहुन्छ। र यो उद्योगले कुनै समय तपाईँ विश्वास गर्नुहुन्छ गर्नुहुन्न 2000 जनालाई रोजगारी दिएको थियो। तर आज यहाँ काम गर्ने मजदुरहरू कहाँ छन्, तिनका छोराछोरी कहाँ छन्, तपाईँ हामी कल्पना गर्न सक्छौँ। सम्भवतः मलेसियामा भेडा चराउँदै होलान्, कतार दुबईमा कहीँ रोजगारी खोज्दै भौतारिरहेका होलान्। यो क्षेत्रमा आज काम गर्न पाएको भए सम्भवतः यसरी भौतारिएर हिँड्नुपर्ने अवस्था बन्दैन थियो। अर्को तपाईँलाई जानकारी गराउँ, यो विशेष गरी नेपाल सरकारको 75%, हेर्नुहोस् है, 75% र खेतान समूहको 12.5% र भारतीय कम्पनी उडिसा भन्ने एउटा कम्पनी थियो, त्यसको 12.5% लगानी रहेको देखिन्छ। र रोचक कुरा के छ भने भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण यो उद्योग बन्द भएको। आज राष्ट्रियताको जति खोक्रो नारा लगाए पनि यी सब बेकार चिज हुन्। यी जति दलहरू छन् यिनकै कुकर्मका कारण यस्ता उद्योग बन्द भएका हुन्। यो एउटा उदाहरण मात्रै हो। यस्ता उद्योगहरू तपाईँ गोरखकाली टायर भन्नुहोस्, हेटौँडा सिमेन्ट भन्नुहोस्, बुटोल धागो कारखाना भन्नुहोस्, चिनी कारखानाहरू भन्नुहोस्, यी सबै यस्तै नालायकहरूका कारणले बन्द भएको। यो तपाईँ कवाड जस्तो देख्नुहुन्छ नि, अहिलेका दलहरू यस्तै कवाड हुन्। तपाईँ यति सम्झिनुहोस्, यो कवाड, यो प्रतिबिम्बको रूपमा तपाईँले जे देख्नुभएको छ, यो कवाड रूप भनेको यो अहिले त शासन व्यवस्था अर्काको हातमा छ। जुन अवस्था सिर्जना भयो ती कवाडी शासकहरू र यो तुलना गर्नुभयो भने सेम त्यही हो, ख्याल आएको हुन् यी दुइटै।